ल वाउ कति मिठो मलाई पनि खान मन लाग्यो म पनि खाइहाल्छु खाऊ भन्छिको हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दा आजको न्यू डे न्यू भ्लगको साथमा फेरि पनि आइसकेको छु आज चाहिँ मेरो साथमा को आछिन् त हेर्दै गर्नु होला है त साथीहरु हेलो गाइस नमस्ते स्वागत छ मेरो अफिसियल युट्युब च्यानलमा साथीहरु आज चाहिँ म यहाँ किन आएको छु भने यहाँ चाहिँ मेरो दिदीहरुको रुम हो सो घरदेखि चाहिँ बुवा आमाले चाहिँ हाम्रो निम्ति हामीलाई माया गरेर आफ्नो छोरीहरुको निम्ति भनेर अनि आफ्नो भान्जीहरुको निम्ति भनेर चाहिँ सामानहरु पठाइदिनु भएको छ सो त्यसैले अन्तिमसम्म भिडियो स्किप नगरेर हेरिदिनु होला है त साथीहरु लागौ है त आज बुवा आमाले के पठाइदिनु भएको छ आउनुस् हेरौँ सो साथीहरु यो चाहिँ रोल्पाको अर्गानिक आलु हो हेर्नुहोस् त कति ठुलो छ वाउ हेर्नुहोस् साथीहरु यो चाहिँ हाम्रो घरको मेवा हो एकदम मिठो छ है यो मेवा चाहिँ हामीले पनि पहिले खाइसक्या हो यता राखौं यो चाहिँ हाम्रो घरको प्याज रहेको छ कसैलाई चाहिएको छ भने लिन आउन सक्नुहुन्छ है त ल यसको नाम चाहिँ साग हो तर हाम्रो मगर भाषामा चाहिँ यसलाई काठ्याङ्गन भन्छौ यो चाहिँ गाउँको केरा हो ल यसको नाम चाहिँ नेपालीमा तिनु हो तर हाम्रो मगर भाषामा चाहिँ भकुलुङ भन्छौ ल यसलाई राखौँ है त ल है त साथीहरु यसलाई चाहिँ मगर भाषामा नप्से भन्छौ नेपालीमा चाहिँ काफल राखौँ है त यो पनि ल साथीहरु मैले चाहिँ सब सामानहरु देखाइसकेको छु बुवा आमाले पठाइदिनु भएको सामानहरु चाहिँ यति रहेका छन् तर यसमा सबैभन्दा बढी मेरो आँखा चाहिँ यो तिनु काफल अनि मेवामा गइराछ है कतिखेर खाउ लागिराछ के मलाई चाहिँ ल साथीहरु यो फललाई चाहिँ देख्ने बित्तिकै मलाई के सम्झना आयो भने हामी चाहिँ सानोमा गाउँमा हुँदाखेरि चाहिँ एकदम तिनुको रुखमा जान्थ्यौं अनि यो तिनुलाई चाहिँ यसरी अन्डा उसिनेको जस्तो गराएर हामीले चाहिँ खान्थ्यौं ल साथीहरु मैले चाहिँ यो तिनुलाई चाहिँ टेस्ट गर्छु है कस्तो हुँदो रहेछ मैले चाहिँ टेस्ट गरे एकदम मिठो छ है खाउ लाग्ने अब म चाहिँ टेस्ट गर्न जाँदैछु कस्तो हुँदो रहेछ एकदम मिठो छ यो पनि एकदम टेस्टी छ साथीहरु खाउ लाग्ने छ है यो पनि यो चाहिँ मेरो जेठा मामाको छोरी हुन् अनि उहाँ चाहिँ मेरो फुपूको छोरी हुनुहुन्छ मैले चाहिँ सबै टेस्ट गरिसकेको छु अब उहाँले चाहिँ टेस्ट गर्नुहुनेछ ल टेस्ट गरौँ है त वाउ कति मिठो मलाई पनि खान मन लाग्यो म पनि खाइहाल्छु खाऊ भन्छिको ल हामीले चाहिँ यो पहिले नै ल्याइसकेका छौँ भागभन्डा लाउनको लागि ल म कान्छीलाई दिए हुन्छ म चाहिँ भागभन्डा लाउने छु ल साथीहरु मैले चाहिँ भागभन्डा लाइसकेको छु अब अर्को दिनुहुनेछ यसलाई चाहिँ भागभन्डा लाउनु पर्दैन है यो चाहिँ पहिले नै फल हो त्यही भएर रेडी भइसकेको छु यसलाई पनि मैले 2 भाग लगाउने छु यहाँ पनि रहेछ नछुताम है नछुताम धनियालाई पनि मैले 2 भाग लगाएँ अब चाहिँ तेलको पालो आयो यसलाई पनि म 2 भाग लगाउने छु
भयो। यसलाई पनि छुटाउनु त भएन। अब चाहिँ आलुको पालो आयो। ल साथीहरू, हामी चाहिँ सबै सामानहरू चाहिँ भागभन्दा गरिसकेका छौँ। तपाईहरूले देखिराख्नु भएको होला सबै चाहिँ भाग भएको छ। ल साथीहरू, हामीलाई चाहिँ घरदेखि बुवा आमाले सानो सानो चिजहरू पठाए पनि हामीले चाहिँ अरू बेला सामाजिक सञ्जालमा देखाएर बाँड्दैनथ्यौँ, तर आज चाहिँ हामीले सामाजिक सञ्जालमा यसरी बाँडेका छौँ। र उहाँहरू चाहिँ मेरो फुपूको छोरीहरू भए तापनि मलाई चाहिँ एकदम माया गर्नुहुन्छ, आफ्नै बहिनी जस्तै मान्नुहुन्छ र अरू बेला दुःख पर्दा पनि मलाई एकदम सान्त्वना दिनुहुन्छ र दिदीहरूले चाहिँ निस्वार्थ माया गर्नुहुन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद दिदी। वेलकम कान्छु। सर्वप्रथम त म बुवा आमालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बुवा आमाले चाहिँ यो भिडियो ढिलो हेरे तापनि छिटो हेरे तापनि मैले पर्सनल रूपमा चाहिँ पहिले नै धन्यवाद दिइसकेको छु। अब चाहिँ अन्त्यमा दिदीले के भन्न चाहनुहुन्छ भने यस समयमा भन्नुहोस्। धेरै धेरै धन्यवाद जेठामामा र माइजूलाई यति धेरै माया गरेर सामान पठाइदिनु भएको निम्ति। ल साथीहरू, हामीले कान्छी र म दुई बहिनी भएर सामानहरू देखाइसकेका छौँ। अब भने मैले भिडियोलाई एन्ड गर्दैछु। च्यानलमा कोही नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरेर साथ र सपोर्ट दिनुहोला। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लभ यु अल।